ल नेपाली जनताहरूलाई खुसीको खबर। हिजो घन्टी घन्टी भन्दै अब भोट परिवर्तन भन्दै घन्टे छाप चुपचाप भन्दै मर्न लागेका पितृ बुढादेखि लिएर 18 वर्ष पुगेका नवयुवकहरू समेत रमाएर घन्टेलाई भोट दिएका थियौ। आज त्यही भोटले तिमीहरूमाथि गलामा सुर्किनो गाँठो लगाएका छन्। मृत्युदेखि मरणसम्म भ्याट तिमीहरूमाथि कर थुपारेका छन्। शिक्षामाथि, स्वास्थ्यमाथि, हरेक पल पलमा, हरेक पाइ पाइमा हामी माथि, नेपाली जनतामाथि कर उठाएर यिनीहरू महँगा गाडी शोक सहेलमा र यिनका छोरा नातिलाई युरोप अमेरिकामा सुरक्षित राख्नको हामीमाथि कर उठाएका छन्। त्यसैले यो स्वर्णिम वाग्ले जस्ता अमेरिकन दलाल, विदेशी एजेन्ट बोकेर नेपाल बिगार्न आएका नेपाल र नेपाली जनतामाथि ऋण थुपारेर लुट्न आएका यी स्वर्णिम वाग्लेको अब 24 घण्टाभित्र यिनको राजीनामाको लागि अब सडकमा उत्रिन जरुरी छ। यदि गरेन भनेदेखि यी स्वर्णिम वाग्ले जस्ता गद्दार देशद्रोही विदेशीका दासले नेपाली र नेपालको अस्तित्व मेटाउनेछ। जनता र देशमाथि ऋण थुपार्दै आफू अरबपति राजा बन्न खोजेका छन्। नेपालमाथि अमेरिकन सेनाको परेड खेलाउने प्रयोजन गर्दैछन्। नेपालमा अमेरिकन सेना आउने वातावरण भएन भनेदेखि नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जानेछ र नेपाल र नेपालीको अस्तित्व मेटाउनेछ भनेर यिनले प्रत्यक्ष बोलिरहेका छन्। त्यसैले अब नेपाली नागरिकहरू, तपाईँ हामी राष्ट्र स्वाधीनता र नेपालीको स्वतन्त्रता अस्तित्व जोगाउनको लागि अब यी स्वर्णिम वाग्ले जस्ता चुतिया चोर भ्रष्ट दलाल देशद्रोहीको विरुद्धमा अब सडक आन्दोलन गर्न उत्रिन जरुरी भएको छ। त्यसैले सम्पूर्ण नेपाली नागरिकहरू जागरुक भई यिनका राजीनामा दिन नलाइकन हामी हाम्रो अस्तित्व जोगाउन सक्ने छैनौँ। त्यसैले अब सम्पूर्ण नेपाली नागरिकहरू आफ्नो अस्तित्व र देशको अस्तित्व जोगाउनका लागि अब हामी सबै एकजुट भएर नेपाली नागरिक भएर जागरुक भई सडक आन्दोलन गर्न उत्र्यौँ। जय देश जय नरेश।